Rosanda आज चाहिँ आमा छोरीलाई घाँटी लिएर मागिदिन्छु एउटा हातले आमालाई एउटा हातले छोरीलाई अनि मात्रै मलाई ढुक्कै हुन्छ खुल्लासँग बाँच्छु जस्तो पनि कुरा सुनेर यताको कुरा उता यताको कुरा यता गर्छस् त्यो पनि पर्खी हुन्छ एक दिन हे भगवान् अर्को मुखबाट पनि के सुन्नु पर्यो बिचारा बुढालाई कति टेन्सन रहेछ कसरी खप्नु भइरहेछ र पनि सबै कुरा सवारी हाँसेरै हिँड्नुहुन्छ म्याडम यो कुरा त मिरमको साथीहरूसँग भन्नै पर्छ नत्र सरले मेरोको नानीको हत्या पक्का गर्नुहुन्छ आज त मिरमलाई आँट गरेर पनि भन्नै पर्छ यो कुरा नत्र मिरम र नानीको हत्या पक्कै गर्नुहुन्छ सरले दौडी हजुर ए म आइपुगेँ त नानी सुतिरहेको छ हजुर उठेर अघि उठ्नु भएको हो म्याडम ए हुन्छ म फ्रेस भएर आउँछु हेलो हेलो हजुर ठिकै छ सबैजना ठिकै छौ ठिकै छ त कहाँ छौ अहिले ठिकै छ त किन आज मेरो घरमा बस्दै आउनु सक्छौ बस्दै बस्दै त आउन अलिक मिल्दैन होला होइन कोसिस गरौँ न अरूमा त्यस्तै काम छ कि हुन्छ नि किन तपाईँ त धेरै टेन्सनमा जस्तो हुनुहुन्छ त के त्यस्तो अलिक बाहिर खोलिदिनु नि भने कसैमा सम्झना के भयो तपाईँलाई नानी सन्चै छ नानी त सन्चै छ के सरलाई के भएर तपाईँ यति आँटिनु भएको थियो के हुनु सरलाई त के हुनु सरले गरेको हल्लाको बारेमा सुन्यौ भने तिमी छक्क पर्छौ सोच्नु पनि सक्दैनौ सर त्यस्तो हुनुहुन्थ्यो र पहिले त साह्रै राम्रो सर अस्तिको केटीले बोलिरहेको छौ जाउँ न माथि हामीले चिया पनि खाउँ ए तिमीलाई कल गरेको थियो मलाई कल गरेको थियो नि त्यसो गइहाल्नु आज चाहिँ आमा छोरीको म दही गरिदिन्छु खै नानीले आइया सङ्कल आज चाहिँ नलाउनुहोस् प्लिज तिमीले काम गरेकै नलाउनुहोस् है म जे गर्नु छ मलाई गर्नुहोस् नानीलाई चाहिँ केही नगर्नुहोस् तपाईँले त्यस्तो गरेर हुन्छ हाम्रो साथीलाई त्यस्तो गर्नु पाउँदैन तपाईँले
हामी